नेपालले 1.5 दशकभन्दा बढी समयदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अँगालेको छ। विक्रम सम्वत 2065 जेठ 15 गतेबाट नेपाल यो शासन प्रणालीमा गएको हो। गणतन्त्र स्थापनासँगै नेपालमा राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिको पद स्थापना भयो। 250 वर्षदेखिको राजतन्त्र समाप्त भयो। त्यस यता मुलुकले अहिलेसम्म 3 राष्ट्रपति पाइसकेको छ। पहिलो संविधान सभाबाट डाक्टर रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। दोस्रो 2073 देखि 2079 सम्म विद्यादेवी भण्डारीले नेपालकै पहिलो महिला राष्ट्र प्रमुखको इतिहास बनाउनुभयो। अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेल हुनुहुन्छ। अहिले जनताले 3 तहका सरकार पाएका छन्, सङ्घ, प्रदेश र स्थानीय तह। सरकार आफ्नै गाउँ ठाउँमा छन्। निर्वाचन प्रक्रियाबाट जनताले नै आफ्ना जनप्रतिनिधि चुनेका छन्। आफ्नो ठाउँका मुद्दा उठान गर्न र समस्यालाई हल गर्न सहज होस् भन्ने अभिप्राय हो सङ्घीयताको। देशको शासन व्यवस्था फेरियो, शासक फेरिए, शासकहरूको जीवनशैली बदलियो, तर नागरिकको जीवनस्तरमा अपेक्षित सकारात्मक परिवर्तन देखिएन भन्छन् आम नागरिक। कुछ नहीं बदलल हमर एक गणतन्त्र नेपाल में। गणतन्त्र आयो, हामीले अब एकदम राम्रो हुन्छ त्यो सोच्नु चाहिँ बेकारै हो जस्तो लाग्यो। अहिले चाहिँ हामी सबैजना, हामी नेपालमा भएका यो वासीहरू, हामी सबैजना चाहिँ एकदम निराश नै छौँ। यसमा कुनै पनि राम्रो भएको जस्तो चाहिँ लाग्दैन अहिलेसम्म चाहिँ। हामीलाई गणतन्त्रको आभास नै भएन। केही पनि नभएको होइन। सडक र बिजुली बत्तीको व्यवस्थामा सुधार आएकै हो, तर अझै पनि आधारभूत आवश्यकताको रूपमा रहेका स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको मूल खम्बा मानिएको कृषि, उद्यम, व्यापार, पर्यटन जस्ता क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन। स्थानीय निकाय, प्रदेश, सङ्घीय सरकारबाट दिनुपर्ने डेलिभरीमा गणतन्त्रको अनुभूति हुने गरी डेलिभरी पाइएन। किसानलाई जहिले पनि मलको समस्या छ। जनता हस्पिटलमा गयो भने हस्पिटलमा इलाजको अप्ठ्यारोपन महसुस गरेका छन्। बिमा गर्नेले पनि पाएका छैनन्। स्वास्थ्य सेवा छिटो छरितो पाइएको छैन। अरू सरकारी अड्डा अदालतमा जाँदाखेरि पनि त्यहाँ पनि त्यही प्रकारको व्यवस्था छ। पैसा नखुवाई काम हुँदैन। यी सबै कारणले गर्दाखेरि राम्रो व्यवस्था हुँदा हुँदै पनि जनतामा गणतन्त्रप्रति निराशता थालेको छ। जनप्रतिनिधिहरूले चुनाव ताका गरेका वाचा पूरा गर्न नसकेको बुझाइ छ स्थानीय शम्भु यादवको पनि। गणतन्त्र आउनुभन्दा पहिलेको शासकभन्दा आवश्यक थोर बहुत केही राम्रो कुरा भएको छ, तर गणतन्त्रवादी नेताहरूले नेपालमा गणतन्त्र ल्याउनुभन्दा अघि जुन हामी जनता समक्ष वाचाहरू गरेका थिए त्यो पक्कै पनि पुरा गर्न सकेका छैनन्। हाम्रो गणतन्त्रवादी सोचका नेताहरू स्वार्थी भए, देशभक्त भएन, परिवारवाद भए, व्यक्तिवाद भए, स्वार्थी भए। त्यसैले जनताको हक हितमा काम गर्न सकेको छैन। देशमा रोजगारी नपाएर लाखौं युवा विदेशी छन्। चुनाव ताका नेताहरूले रोजगारी सृजना गर्छौं, एक घर एक जागिरको व्यवस्था गर्छौं भने पनि त्यस्तो हुन सकेको छैन। रोजगारी नपाएकाहरूलाई अहिले विदेशिनु बाहेक अरू कुनै उपाय देखिँदैन। विदेश युवाहरू पलायन भइरहेका छन् र हाम्रो देशमा रोजगारीको अवसरहरू जतिको हुनुपर्ने त्यति मात्रामा पाइएको छैन। विदेश जाने पहिले भन्दा गणतन्त्रमा बढी भयो, यो रोकिनुपर्छ। भ्रष्टाचारीहरूलाई कारबाही गर्न सकिएन भने अझ यो भन्दा पनि भयावह स्थिति हुने देखिन्छ। त्यसकारणले हामीले करेक्सन गरेर जान जरुरी छ। आम राजनीतिक दललाई मेरो के सुझाव छ भने आफूले लडेर ल्याएको व्यवस्था मात्र ल्याइयो, तर अवस्था हामीले चेन्ज गर्न सकेनौँ। अब अवस्था चेन्ज गर्नको लागि तपाईँहरू करेक्सन भएर नयाँ आउने दलहरूले पनि, नयाँ युवाहरूले पनि आफ्नै देशमा केही गर्न सक्छौँ, आफ्नै देशमा केही हुन्छ भन्ने आभास सिर्जना गर्नको लागि गरियो भने मात्रै गणतन्त्रको सार्थक पुरा हुन्छ जस्तो लाग्छ मलाई। जनतासँग गरिएका वाचाहरू पुरा गर्न कहाँ चुक्दैछन् त जनप्रतिनिधिहरू? समस्या भनेको बेरोजगारी हो। हल गर्ने कोसिस गरिरहेछौँ, तर बजेटको अभावले गर्दाखेरि हामीले त्यो काम गर्नलाई असमर्थता अहिलेसम्म
हेरिएको छ। रिमिटान्सको भरमा मात्रै राज्यलाई बस्न नपर्ने, यहाँको उत्पादन भएका सामग्रीहरूलाई हामीले उचित बजार व्यवस्थापन गर्न सक्यौँ भने भोलिका दिनमा राज्यको अर्थतन्त्र यसभन्दा माथि उठ्न जान सक्ने अवस्था सिर्जना हुन सक्छ। व्यवस्थामा कुनै कमजोरी छैन, कमजोरी हाम्रै भित्र हो। निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ, हामी आफ्नो कार्यशैलीलाई सुधार गर्नुपर्छ। यो भड्किलो निर्वाचन प्रणाली भयो। जसरी एक त समानुपातिक जुन हामीले कायम गरेका छौँ त्यसलाई पूर्ण रूपले हटाएर क्षेत्रमै समानुपातिक कायम गरेर, जसरी भारतमा छ, भारतमा यो समानुपातिक निर्वाचन प्रणाली छैन र जुन कार्यशैली छ, जुन प्रणाली छ, संविधान छ, त्यसमा समय उपयुक्त संशोधन गर्दै जानुपर्छ। अनि मात्रै लोकतान्त्रिक व्यवस्था सुदृढ हुन सक्छ। नेतृत्वको दिनचर्यामा देखिएको चमत्कारिक परिवर्तन र आम रूपमा देखिएको कुशासनले ठूलो राजनीतिक सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ। यो व्यतिथि भन्दा त बरु राजतन्त्र नै ठिक भन्ने खालको भाष्य निर्माण गर्न खोजिँदैछ। तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली मध्येकै उत्कृष्ट प्रणाली हो। लोकतान्त्रिक गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र बन्न सक्दैन। खराबी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा होइन, व्यवस्था चलाउने नेतृत्वमा हो। फेर्नुपर्ने व्यवस्था होइन, बरु बदल्नुपर्ने त नेतृत्व हो, नेतृत्वको आचरण हो। गणतन्त्र भनेको चुनावको खेल मात्र होइनन्, 49 र 51को खेल पनि होइन। यसमा मतदाता वा देशका सम्पूर्ण बासिन्दा त्यतिकै जवाफदेह हुनुपर्छ र प्रश्न गर्नुपर्ने हुन्छन्। त्यसैले लोकतन्त्रमा रिकलको प्रणाली पनि हुन्छन्। नेतृत्वले वा दलले घोषणा पत्र अनुसार काम गरेन भने जनताले उसलाई फर्काउनको लागि दबाब दिन सक्छन्। एउटा जिउँदो समुदाय, एउटा जिउँदो जनताको समाजले 5 वर्षसम्म मौन बस्दैनन्। तर राजतन्त्रमा त्यो छुट हुँदैनन्। टाउको पनि उठाउन सकिँदैनन्, प्रश्न पनि गर्न सकिँदैन।